एयरपोर्टबाट भर्खरै सनराइज भइरहेको छ। तल दृश्य हो यो गाउँको मन्दिर चौतारी। यो गाउँ फुटबलको गाउँ हो। हामी घुम्न आएको गाउँहरूको घरको तिरमा हुन्छ। ल्याएर त ओहो कस्तो राम्रो देखेको है तल है। बादल त तल खाग्या बाबु के हो पुरा हो राम्रो देखेको सिन। आज हामी घुम्न गइरहेको छौँ। रङ लागेको बाटो छ। लाग्यो कता कता हेलो गाइस, आज हामी गाउँ जान लागेको छौँ। गाउँतिर त्यति हो। जागर आइपुग्यौँ। होमस्टेलाई हेर है हामी बस्ने अब आजको होमस्टेको घर है। कस्तो रमाइलो छ है। भरेको पनि रहेछ है। चल्ने होइन है माथि गएर तिमीहरू राम्रोसित आऊ। हेलो गाइस, राति भइसक्यो। हामी कोटको होमस्टेमा आइसक्यौँ। बाटो कस्तो लाग्यो तिमीलाई? बाटो राम्रो हो रमाइलो रहेछ। ठाउँ कस्तो लाग्यो? अँध्यारो छ तर पनि भोलि बिहान त उज्यालो रमाइलो हुन्छ। यहाँ आगो ताप्ने तपाईँलाई हामी सहयोग गर्ने धेरै गर्ने क्षमता छ होइन पोषणमा छौँ के छन् पाउनको लागि सेवा
बुढाबुढीमा त यस्तो नि त तिमीलाई खासै चिनेको थिएन अघिल्लो पनि अघिल्लो भयो है के छ त बाबु खबर कस्तो लागिरह त राम्रै मन पर्यो गाउँमा आइयो है उता बजार देखिँदो रहेछ गएको होइन फायर क्याम्पिङ भइरहेको त अब यहाँ चाहिँ मासु काट्ने पोल्ने काम भइरहेछ यो यसको पाठो के भयो अब पोल्न बाँकी र यता यो काटकुट हुँदैछ ओहो यहाँ त है ब्रोइलर है अन्डा पाखा सुप पाक्दैछ म्याडमले पकाउँदै हुनुहुन्छ चाउचाउको सुपहरू पनि छ ल कहिले खाने चाउचाउको सुप खाने कि खसीको सुप खाने ल भन हार्ट एट्याक भएछ मेरो यो मेरो है बुझ्नु छ यहाँ मासु पर्छ त्यो भुटोमा हालौँ यो यतै हाल्दिनु मसलाको हालौँ ढोकाको त केही भन्दैन राइनसको यता आएर यो चिपी नदी अनि यता यो पालुङटार छ पालुङटार गोर्खा यता गएपछि खानीमै यहाँ माथि गएपछि तन्मनी भन्ने गाउँ छ एकदम पुरानो गाउँ छन् त्यो त नजिकै जस्तै समय ठाम भयो के अरे
चिया खाएर मोटाइन्छ म खान्न नबनाऊ चिया नबनाउनु पानी जस्तो त यो पानी नभए त हटिया नि बाँच्दैन अब यही योजना हुन्छ फेरि यो पानी जस्तो भयो पुग्यो जब बनाउँछ त्यहाँ घरमा नमस्ते हिजो बेलुका नमस्ते अब पाहुना आउँछ भने कुरा सुने नि सुत्नु यहाँ सुत्नु भएन तपाईँहरू सुतेको हो नि कहाँ यहाँ माथिको घर माथि उपर घर अँ ए किन यहाँ बाबालाई दिनु दिनु हामी उठिन्छ बाबालाई दिनु बाबा बस्नु बस्नु अर्को छ अर्को न, 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 न। बोल्नु भाइ बाबालाई दिनु नि बाबा यहाँ बस्नु तपाईँ हजुर बस्नु हजुर बस्नु यहाँ बस्नु बाबा त्यही बस्नु बारीमा केही पनि छैन आलु अलिकति थियो। बाबालाई दिनु नि हजुर। बाबा खन्ने आलु अलिकति त्यो खने अलिक रोपेर उता कस्तो भयो आलु आलु पहिलो रोप त राम्रै भयो अलिकति अँ पछि ज्वरै ज्वरो खसी कसो पनि ज्वरै ज्वरो यहाँ लाग्यो अँ ज्वरै ज्वरो भयो ए ज्वरो भयो हजुर खसियो कति धार्ने त्यसै 15-16 किलो 17-18 किलो थियो कि ए हो बाबा कति वर्ष हुनुभयो हजुर म एक सालको हो 1 साल भनेपछि त तपाईँ 82 वर्ष हुनुभयो 83 वर्ष हो नि जेस एक्टिभ हुनुहुँदो रहेछ तपाईँ उपर गएर सुत्नुभयो हिजो है अँ धेरैजना हुनुहुन्थ्यो जो जता सुत्न मिल्छ त्यतै सुत्ने अब आयो त हुन्थ्यो भन्नु आएको थिएँ कि मैले ए बिचरा यहाँ नि सुत्न आइदियो हुन्थ्यो भन्ने रहेछ त्यहाँनिर कोठा खाली छ कि त्यहाँ खाट पनि छ ठुलो दुईजना अट्छ धेरै अट्छ दुईजना अट्छ भनेको थिएँ मैले बन्द खोलेको थिएँ मैले अनि अहिले के लाउनु भयो लसुन प्याज यताउता लसुन छ प्याज छ प्याज यहीँ छ लसुन यहीँ हेलो गाइस के छ उठ्यौ गुड मर्निङ ए यहीँ बसेको हो के छ त नि खबर ए बा भन न ए बा हेलो गाइस आज हामी होमस्टेमा आएको हेलो गाइस हामी रमाइलो गर्दैछौँ अनि यहाँ एकदम रमाइलो भयो
अनि नाचियो गाइयो ए बाबु कस्तो लाग्यो हाम्रो गाउँ राम्रो लाग्यो हेर्नु त यहाँ यो गाउँको घरहरू कति राम्रो यहाँ ढुङ्गाले कस्तो राम्रो डिजाइन गरेको तिम्रो सरकार यो चाहिँ इतिहासमा पाउनुहुन्छ है पुरानोमा हेर्ने हो भने यहाँ कपास खेती हुन्थ्यो पहिला है यहाँ एउटा घरमा एउटा बुहारीले एउटा तान हुन्थ्यो घरमुना बुन्थ्यो यो है अनि यसको एरिया भनेको अन्तिम गाउँ भनेको त्यो सुकेको सिरिसको रुख छ नि त्यहाँसम्म घरहरू थियो है अनि यो 300-400 धुरीको गाउँ हो यहाँ कपास खेती यो पुरा नेवारको बस्ती हो अनि पहिला यो चोक बसन्तपुरदेखिको व्यापारी केन्द्र हो यो बसन्तपुर चोकदेखि हुन्टा सामान लिन आउँथ्यो ठुला ठुला पसलहरू थिए पछि विस्थापित भयो मान्छेहरू तल झरे है तल झरे विस्थापित भयो अहिले 300-400 धुरीको भएको गाउँ अहिले जम्मा 20-22 घर भन्दा छैन यतिखेर हजुर यो पानीको कारणले विस्थापित भयो कि खानेपानीको कारणले खानेपानी अहिले कस्तो छ पानीको अहिले त जनघनत्व एकदम कम भएर पुगेको छ है पुगेको छ भनौँ न पुगेको त्यसमा पनि खडेरी परेपछि धेरै लामो खडेरी पऱ्यो भने चैत वैशाख जेठसम्म चाहिँ पानी अलिक गाह्रो हुन्छ गाह्रो छ अनि म चाहिँ यहाँ अनि बुवाको पहिला यहाँ कपास खेती हुन्थ्यो अरे क्या यो गाउँमा कपास खेती गरेर रमाइ फलेको छ गाउँमा सुन्तला यति धेरै जहाँ गए पनि टिपेर खान पाउने यहाँबाट चाहिँ हिमाल चाहिँ राम्रो देखिँदो रहेछ कि सिन बालासाको ल केही छ एक साँझ भइदियो गरे अर्को सस्ता त यता छैन भात ल्याएको न हालै भाँदैन राइस यो उता कुनै खाइसकेपछि बल्ल भन्नुभयो क्या उहाँलाई हतार गरे जस्तो हुन्छ एउटा हाम्रो भनिसकेको गीत आउनु पर्यो लागि दुःख पाउनु भो भतिज गाजले
हे भतिज गाजले म त मरे लाजले माइ नाम यो रामकृष्ण पाण्डे How old are माइ यो How old are you? हाउ आर यु अलिक कान छैन माइ एज टोपी खोलेर माइ देखाइदिनु एज माइ एज 70 टोपी खोलेर देखाइदिनु न 70 ल बाई बाई अहिलेका घुम्न जाने भनेको टिकटक बनाउन जाने हुन् होइन हिजो फाउदी खोला आज पाउदी खोला है पाउँदी खोला